म त आउँदिन यो ठाउँ पनि हेलो नमस्ते जोजोलापा वेलकम टु आवर न्यू ब्लग न्यू डे न्यू ब्लग अनि एज युजुअल टुडे अल्सो वी आर गोइङ समवेयर अनि यो भिडियो हुँदैछ ट्राभल ब्लग ट्राभल गर्दा मात्र भ्लग गर्न मन लाग्छ जस्ट फर मेमोरी अनि म त चिकन खाँदैछु आज हामी कहाँ जाँदैछौँ भन्ने कुरा मलाई राम्ररी थाहा भएन सायद नगरकोट भन्ने जस्तो कुरा आइरहेको थियो अहिले चाहिँ हामी कहाँ पुगे आयो हजुर सातो बाटो पुगेका छौँ यहाँबाट चाहिँ हामी नगरकोट जाने सुरसरमा छौँ सो वी आर अन द वे आज चाहिँ होलिडे पब्लिक होलिडे छठको बिदाको अवसर पारेर हामी चाहिँ कतै निस्केका छौँ भने अहिले जाम भएको छ सबमा कतै रोके कतै पुग्यो भने हामीले कहाँ जानु लागेको लोकेसनै थाहा छैन कि एक्ज्याक्टली भन्नुपर्दा चाहिँ अब अहिले एकछिनमा म्याप हेर्दै जाने सोचमा छौँ सो आई विल मिट यु एकछिनमा कहाँ जाँदैन मुहान पोखरी चाहिँ हामी नगरकोटको बाटो आइपुगेको छौँ यहाँ नगरकोट रोड भनेर लेखेको छ अब म्याप हेर्दै घाँटी नै सुकिरहेको अब चाहिँ हामी यता तातो तातो चिया अनि चाउमिन खानेवालामा छौँ उता घाम लागेको भएर पुरै सर्ट्स लाएर आएको त लास्टमा चिसो भइदिएर सो अब चाहिँ तातो चिया खाने अनि राख्छौँ अब चाहिँ हामी 11 मिनटमा पुग्छौँ रे गुगल म्यापले भनेअनुसार ठाउँ चाहिँ के हो रे ठाउँको नाम रानी झुला लेट्स गो फर्स्ट टाइम जाँदैछु मान्छे म अब पुगेछु पहिला चिया खाऊँ अनि पुगेछु भेट्छु हामी चिया खान्छौँ कस्तो हुँदैछ राइड रमाइलो आज त बाइकमा आफ्टर अ लङ टाइम मिठो न लेट्स ह्याभ इट मिठो भएर हामीले फेरि चिया थपेका छौँ यहाँ त चाहिँ पनि मिठो रहेछ चिया चाहिँ खाइसक्यौँ अब फेरि लाग्छौँ जर्नीतिर रमाइलो हुँदैछ ट्रिप आफ्टर 1 विक पछि एक हप्ता भर्खर अगाडि ट्रिप गएर आएको फेरि जानु मन लागिसक्यो कहिले जाने हो त्यही भएर अगाडि भन्नाले सर्ट ट्रिप आएको छौँ हामी चाहिँ अब पुगेपछि भेट्छु ठाउँ चाहिँ कस्तो आनन्दको रहेछ क्या शान्त हरियाली रमाइलोको भाइब्स छ पिस नेचर मनपर्छ भने चाहिँ रमाइलो छ बिस्तारै लाग्यो अब पुग्न लागिसक्यौँ हामी फ्लावर्स भन्ने नाम पनि छ फ्लावर भन्दा पनि राम्रो मान्छे अब म्याप हेर्नु पर्दैन चिसो चिसो हामी चाहिँ म्याप हेर्दै खै भ्यू टावर जाँदैछौँ गएको गई छौँ पुगेका चाहिँ छैनौँ यो चाहिँ हाम्रो फर्स्ट टाइम लेट्स गो बिस्तारै बिस्तारै म्याप हेर्दै लास्टै चिसो माथि आउँदै गयो यस्तो लास्टै चिसो क्या हामी यस्तो लुगा लगाएर छौँ सर्ट्स उतातिर अलिक घाम लाग्यो भएर सर्ट्स लगाएर आइदिएको अब त चिसो ह्यापनिङ वाट टु डु अघि तातो त चिया चाउमिन खाँदा यस्तो मिठो थियो त्यहाँ त चिया पनि चाउमिन पनि बाफ्रे अब हामी पुग्न लाग्यौँ कि क्या हो
रमाइलो छ आनन्द पिस होला पनि छैन गाडीको पिपिप न प्यापिप त्यस्तो केही पनि छैन चिल पारामा आयो जाँदैछौँ गइमा ए अहिले त 2 बजिसक्यो यार छिटो यता घुमेर भ्यू टावर घुमेर तल गुम्बा घुमेर अनि रानी झुला पनि जानु छ अनि ड्याम पनि खै ड्यामै कहाँनिर हो थाहा छैन त्यो पनि हेरौँ लेट्सै कता कता जान्छौँ घुमौँला नि घुम्न आएछ घुम्नु परिहाल्यो नि होइन मेरो त नाकै बन्द भइसक्यो हौ चिसोले चिसो ल्याएको छैन हो तिम्रो ज्याकेटमा पस्दिन्छु सिस्नोले पाइहाल्छ नि यस्तो छ लास्टै ट्रनिङ छ लग्यो न त्यसलाई चाहिँ यहाँसम्म त आएको जस्तो छ हाम्रो फर्स्ट डेटै यतै थियो भने अब त यही त हो नि हामी आएको आयो त यहाँ कहिले खाने राति यहाँ घुमेको थियो जिठो कहाँ आउनु का मैले उयो एउटा चिज देखेपछि थाहा भयो ए यहाँसम्म त आउनै पर्दो रहेछ त ल हार्टली वेलकम यही बाटो हो जाउँ राइट साइड में यही बाटो म्यापमा यही देखाएको छ 9 मिनट बाँकी छ सोध त एकचोटि निन्द मलाई हरियाली हरियाली छ यता चाहिँ आज अलि धुम्म भइरहेछ क्या नत्र हिमालहरू देखिन्थ्यो होला धुम्म भनेको अलि कस्तो भने घाम नलागेको मौसम यो सबै आर्मी एरिया रहेछ भिडियो खिच्न दिँदैन क्या है ए मलाई डर लाग्छ फेरि बिस्तारै जाँदैछौँ हामी चाहिँ हामी यताको भर्याङ हुँदै माथि टावरतिर लाग्छौँ बिस्तारै आफ्टर ट्राभलिङ फर्के कति आवर्स फाइनली वी आर एट टावर जाने बाटो अब माथि टावरसम्म हिँड्दै जानुपर्ने हुन्छ अनि हियर इज माई हिरो कति घन्टा ट्राभल गऱ्यौँ हामीले घुम्दै घुम्दै आइसक्यो कति घन्टा घरबाट कति बजी निस्क्यो त याद छैन मलाई म्याप हेरी म्याप हेरी त होइन अब आउने नआउने ठाउँमा म्याप हेरेर आउने ओके जाउँ बिस्तारै यस्तो सर्च लाएर हामी जाऊँ न हिँड्दैछौँ स्टेयर्समा चिसो चिसो छ छिटो छिटो गएर ज्यान तत्नु पर्ने हुन्छ हिँड्न सकेन क्या हो आउँछ मलाई नाटक हुन्छ यार हाम्रो मजाले हिँड्नुपर्छ डाँडामा भएर ठिक छ टावर पुगिसक्यौँ म त त्यतिखेर नै हिँड्नुपर्ने होला यहाँ त पुगिसक्यौँ ल अब माथिबाट भ्यू देखाउँछौँ हामी सहरमा चढ्न त भर्याङै छैन तलपट्टि
कसरी चढाएर मान्छेहरू चढ्ने हो तिमीलाई म उचालेर राखिदिन्छु कस्तो आउँछ भने टावर चढ्नलाई त पर्याङ्गै छैन हिमाल देखिरहेको थियो तलबाट ए ओ माई गड यहाँ पो रहेछ दामी ल तर यो त अलिक फिका फिका नै हो मुसाङतिर भब्बाल देखिन्थ्यो टावर जानको लागि स्ट्रगल भर्याङै छैन यार यस्तो त गइँदैन है गर्दो रहेछ हेरौँ लास्टै डेन्जर खतराकै खेलाडीहरू यो माथि चढ्ने जला हम चाहिँ सक्दैनौँ अभी लेट चाहिँ त ए सरी हेरौँ न सोया चाउँदा ओनी नै पाउले यार ओ ल है चढ्न सक्दो रहेछ म त सक्दिनँ बा मेरोमा यतिको घट चाहिँ छैन है रिक्स नै लिने का टाइप टावर पनि घुमियो केही छैन भ्यू टावरमा नि के हुन्छ भ्यू टावर चढ्नलाई भर्याङै छैन अनि बाँदर हुनु पर्यो नि त म त आउँदिनँ यो ठाउँ पनि अब होइन मान्छेहरू पुरै त्यहाँ मङ्की जस्तै चढिरहेछ अब नचढ्नु नि के भन्नु होइन भ्यू टावर भ्यू हेऱ्यो भनेर आइरहेछ भर्याङै छैन के मुनि चढ्नलाई भर्याङ छ र माथिबाट चाहिँ भर्याङ त्यो नि भाँच्ला जस्तो स्थिति छ नचढ्दिनु होला सबैजना तलैबाट भ्यू इन्जोय गरौँ होला त्यही त भ्यू चाहिँ नगरकोटको मान्छेहरूलाई पुग्यो भने चाहिँ यसो बनाउनलाई बजेट निकाल्ला कि कति लाग्छ र नि त्यो भर्याङ एउटा बनाउन भर्याङ एउटा मात्र बनाएर भयो त्यो टावरै नयाँ बनाउनु पर्यो होइन के अहिलेको लागि इन्द्रधमा जस्तो छैन त्यो लाइक घर जस्तो एउटै त्यस्तो बनाए आनन्द हुन्छ एउटा भर्याङ त बनाएको छैन अब घर घुमियो त्यो खियाल आएर त्यो त अब बकवास मैले त के एक्सपेक्ट गरेको थिएँ यार भर्याङै नभएपछि त कुरै सक्यो मैले भिडियोमा अर्कै देखाएको थिएँ अर्कै भ्यू टावर होला सायद ल अब चाहिँ हामी तल अब यहाँबाट कहाँ गुम्बा बोझ्ने ड्याम बोझिनु त तलै जस्तो लाग्छ ल अब कतै नभए जाऊँ न तलै जाऊँ न त हामी बोझिने गुम्बातिर गुम्बा जाऊँ अनि पुल जाने ल Let's go with the favorite person at Nagarkot area. तिम्रो कुरा चाहिँ गनायो के रे भिडियोमा सुनिसक्यो जेसो तिम्रो के भिडियोमा सुनिसक्यो जेसो सोचन कान बन्द भइरहेछ केही सुनेको छैन मैले ल चिया खाऊँ चिया इज लभ अघि 2 कप खाएँ अब यो 1 कप खाने हामी चाहिँ अहिले शान्ति डाँडा नगरकोट बुद्ध पार्क पुगिसकेका छौँ आनन्द छ यता चाहिँ घरतिर होल्ला तिहारको पटाका ट्रिपमा ट्याँ टुवाला पोल्युसन सबै कुराबाट वञ्चित कति आनन्द छ किराको चराचुरुङ्गीको
आवाज सुन्दै रमाइलो छ नि नेचर ल वाह पुरै ग्रिनरी रमाइलो छ यहाँ यस्तो ठाउँ छ भनेर थाहै थिएन हामीलाई हामी आउँदाखेरि चाहिँ उताबाट अर्को बाटो आउँथ्यौँ यहाँ यस्तो थाहा थिएन भ्यू टावरको बाटो चाहिँ देखा हो बच्चे छैन माछा आनन्द रहेछ बुद्धको मूर्ति चिल भाइब्स अनि अहिले सनसेट हुन्छ तिम्रो 3 बजे भन न 3 बजे सनसेट हेर्ने कुराहरू छ यार बादल लागेको टाइममा तिमीलाई सनसेट कस्तो हुन्छ तिमीलाई थाहा छ त जिन्दगी सनराइज सनसेट हेर्नु नपाएको मान्छेहरू के थाहा गुवाछलाई धर्म लेखेको छ मायादेवी टेम्पल जान चाहनुहुन्छ भने यतानिर छ हामी चाहिँ केही कुराहरू पछिको लागि पनि राख्नुपर्छ क्या अहिले सबै घुम्यो भने पछि के गर्न आउनु त नि अनि हामी रानी झुला जाँदैछौँ आज चाहिँ नगरकोट पुरै एक्सप्लोर गर्दैछौँ भन्नाले नि के अरे फर्स्टमा भ्यू टावर अनि गुम्बा अनि अब चाहिँ पुल जान्छौँ आमामामामामा पुरै ओह्रालो रहेछ अहिले यत्रो उकालो चढ्नुपर्छ भाइ 250 मिटर भने कति 250 मिटर पुलको लेन्थ हो 250 मिटर यहाँबाट बाटो चाहिँ त्यति भने होइन पुलको लेन्थ चाहिँ तेरो मुखमा के लाग्छ क्युटनेस हो यो आयो ल बिस्तारै मुखमा गुचे कहाँबाट अड्किन्छ भाइ जे पाइ त्यही बोल्न पायो भन्दैमा एक लात हानेर गुल्टाइदिनु क्या जे पनि बोल्छ यार ट्रेन है बानाल्नु यार खुसी बिहान ट्रेन न सटकमा नि छ अहिले लमहन साग गरानी अहिले फर्किँदा चाहिँ माथि जानु पर्ला है त्यहाँ म चाहिँ यहाँबाट आउँछु अनि के भन त त्यहाँ गएर मोमो भन्दा मोमो त पाइँदैन यहाँ मार्यो भने अहिलेको ठाउँमा फोटोमा पो थियो त अनि मोमो ठलायो महाजिला मोमो थला तेरो लागि भनेर देखाएर राख्नुपर्छ मोमो भाडै नभएर मोमो चाहिँ कसरी पाउँछ भन्नु त गाइस के थाहा जे पाए मोमो भाडै हुनुपर्छ र मोमो हुनलाई अनि मोमो चाहिँ केमा पकाउँछ नि अनि तिमीले त्यो ऊ मोमोहरू थाहा छैन त्यो पानी उमाल्ने मोमोहरू यहाँ छ बाइस होला नि त अब के को बाइस जस्तो हल्ला बेसी होइन हल्ला एउटा बाइस त अघि हालिसक्यो हल्ला बेसी होइन है आया अघि नै एउटा बाजी हारिसक्यो तिमीले मलाई एउटा लुगा किन्नु पर्ने भइसक्यो मैले जितेको भाइ त्यो बाजी त अहिले हेर खान कहाँनिर हो जाँदैछौँ ओह्रालो आउन सजिलो अहिले जान गाह्रो हुने भयो उकालो अंगूठा निस्केला यता रहेछ म चाहिँ यहाँ जानु लाग्यो तर लेफ्टमा रहेछ हैन उता माथिबाटै सजिलो छ यहाँभन्दा हो हामी हेर्नु तल्ल लाग्यो हैन सजिलो चाहिँ माथिबाटै सानो पनि पर्छ बाटो आउँछ उहाँहरुको अब आइसक्यौँ के भन्दा गोले वहाँ ठाउँमा आइसक्यौँ भने त आइपुगेर हिँड्छ ल अब तपाईँहरूसँग पर्छ ए धेरै हिँड्नुपर्ने रहेछ नि त पुल जान नि ल अब पुल पुगेर भेट्छु यहाँ चाहिँ टिकट काट्नुपर्ने जस्तो छ 20 रुपियाँ अरे पर्समा चाहिँ ल्याएन कार्डको डिस्काउन्ट 10 रुपियाँ रहेछ कार्डको चाहिँ 10 रुपियाँ डिस्काउन्ट हुँदो रहेछ 50% नत्र चाहिँ 20 रुपिस तिर्नुपर्ने रहेछ
कहाँ हो पुल तल के भन्नुभयो ओके अहिले म ए यहाँबाट आउनु त 20 रुपियाँ चुना लाग्यो एकजनाको 40 भयो है माथिको बाटोबाट आउनु पर्नुपर्छ पैसा नपर्ने उहाँहरूको सरी फाइनली हामी पुल पुगेका छौँ तर पुलमा जान लाइन हो कि के हो यत्रो भिड मुस्ताङमा प्याक भएको जस्तो यहाँ नि प्याक हो कि ल बाटो यस्तो छ यहाँ यही रहेछ पुल चाहिँ लामो रहेछ त यार ए टन्ने मान्छेहरू रहेछ आजकल त जहाँ गयो त्यही प्याक छ बा सबजनाले घर बस्दा जस्तो झ्याउ लाएर घुम्न आएको जस्तो हामी जस्तै जहाँ हेऱ्यो त्यहीँकै प्याक फेरि हामीले मुस्ताङ के छोडेको मुस्ताङ पुरै प्याक हुन थाल्यो ल यही हो पुल चाहिँ रानी के हो रे रानी झुला दिस इज रानी झुला गाइज धेरै लामो रहेछ ल न ओहो यहाँसम्म ल यस्तो झुलामा गइदिउँ एकचोटि ल झुलामा जानु पर्यो अब के हो यहाँ त जाम खोज्यो यार लाइन बस्दै जानु पर्ला जस्तो ल गरौँ तिमी पनि डान्स गर तपाईले यो फोटो पहिलो आएको बेला मलाई हालेर देखाएको रमाइलो रहेछ अब चाहिँ हामी घुमेर नि फर्किसकेका छौँ घरतिर अनि टकिङ अबाउट आजको डे एकदम रमाइलो एक्सप्लोरिङ न्यू प्लेस त्यो भक्तपुरको नगरकोट साइडतिर कति धेरै प्लेसहरू घुम्यौँ हामी त 3-4वटा ठाउँतिर गयौँ जस रमाइलो भयो वर्थ इट यति भन्दै आजको भ्लग यहीँ गर्न चाहन्छु बाई एभ्रीवान टेक केयर चिसो बढेको छ तातो लुगा लाउनु होला हाम्रो यस्तो सर्ट्स लाएर नहिँड्नु होला लास्ट चिसो रहेछ कि बिहान बेलुका भनेको त दिउँसो पनि आज चिसै थियो अनि सबैजना न्यानो भएर बस्नु होला आफ्नो केयर गर्नु भन्दै अनि मेरो च्यानल पनि सब्सक्राइब गर्न नबिर्सनु होला अनि प्लिज डु लाइक कमेन्ट एन्ड सब्सक्राइब माई युट्युब च्यानल एभ्रीवान बाई बाई गाइस See you in our next vlog. Bye bye.